हामी चाहिँ टक्क लाएर होलिडे इन पुगिसक्यौँ होइन। अनि हाम्रो चहलपहल दिने बानी चाहिँ फेरि स्कुलैदेखि हो होइन। हल्का चहलपहल दिएँ मैले अनि वेलकम ड्रिङ्क आउन नपाई खाइहालेँ। अब गयौँ बेडरुमतिर, बेड चेक गर्न पऱ्यो कतिको सजिलो छ कि असजिलो छ होइन। अनि रुम चाहिँ एकदमै धेरै राम्रो थियो, सफा थियो। तर हामीले जाने बेलामा यस्तो फोहोर गरेका थियौँ होइन, केटी भएर पनि यस्तो फोहोर गर्छन् भन्यो होला कि। फेरि पनि चेक गरेछु होइन। हाम्रो साथी चाहिँ उमेर भने चाहिँ अब 30 पुग्न लागिसक्यो। तर बानी बेहोरा चाहिँ बच्चाको त्यो 12-13 वर्षको जस्तो बच्चा कि। अब हामी सबैजना नै त्यस्तै हुन त अब साथीहरूसँग भएर त्यस्तै हुन्छ होइन। अनि रुम चाहिँ कति धेरै क्लिन, कति धेरै राम्रो, वातावरण पनि कस्तो राम्रो थियो क्या। अनि हाम्रो मितज्यूको केक काट्ने तयारीमा होइन, केक ल्याएर देखाइहाल्नु भयो। अब हामी चाहिँ फेरि जाने बित्तिकै कति धेरै मेकअप के, त्यो पनि 10 केजी मेकअप पोतेर होइन, नो मेकअप लुक रे। त्यो चाहिँ हाम्रो मितज्यू अन्तिमले भन्नुभएको कि। उहाँ चाहिँ हल्का फुल्का अब मेकअप आर्टिस्ट पनि हो होइन, फेसन डिजाइनर पनि हो। उहाँले चाहिँ मलाई त्यो दिन चाहिँ फाउन्डेसन कसरी लाउने भनेर चाहिँ त्रिशूल बनाउन सिकाउनु भएको थियो होइन। त्यो त्रिशूल चाहिँ यहाँ छ कि छैन थाहा छैन। त्यो भिडियो चाहिँ पुगेन। अब कति धेरै मेकअप गरेको, माई गड। केटीलाई चाहिँ सबैभन्दा धेरै समय नै मेकअप गर्न लाग्ने होला के होइन। आधी उमेर त क्यालकुलेसन गर्ने हो नि त, केटीको त मेकअप गरेरै जान्छ होला के, मलाई चाहिँ त्यस्तो लाग्यो होइन। अनि हामी 3जना कस्तो भ्याकुतो रुजेको मुसो जस्तो चाहिँ भिजिरहेछन् होइन। अनि बेलुकाको इन्भाइरोमेन्ट नै कस्तो राम्रो रमाइलो होइन। त्यहाँ माथि झनै वर्षा भइदियो है। वर्षाले झन् कस्तो, अब साथीहरूसँग गएको त्यो महिना चाहिँ भाद्र महिना थियो, त्यही भएर नि होला पानी परेर रमाइलो भएको है। अनि यहाँको मान्छेहरू पनि कस्तो पोलाइट होइन, एकदमै हेल्पफुल। हामीलाई छाता ल्याइदिनु भएको थियो। अनि चाहिँ हामी कस्तो च्याप्लाक यहाँमा कति छिटो हाम्रो फेरि कफी आइसकेछ। खाना 7 बजे छ भने हाम्रो चाहिँ 6:30 बजे कफी। अनि ल हेर्नु यहाँ खाना पनि होइन, अब त्यो बफे सिस्टम, अब जति मन लाग्यो त्यति हालेछ। हामीले त पुरै खाना पनि खाएनौँ होला कि, तर कुन हालम भयो कि। म चाहिँ यहाँ पुरै हिरोनीवाला फिल गरिरहेको छु होइन। यस्तो बाई पनि गरेछु, त्यो चाहिँ मितज्यूलाई नै होला, अरू त कोही पनि थिएन। हाम्रो केक काट्ने प्रोग्राम चाहिँ सुरु हुन लागिसकेको रहेछ। अनि सबजना फोटोग्राफर, भिडियोग्राफर है, गदिलो चाहिँ एउटा खिच्ने होइन। ल हेर्नु त त्यो कुर्सीमा चढेर त्यो भाँच्यो भने कसले तिर्छ यार त्यहाँको पैसा। अनि यो एउटा बुके है, सबजना मिलेर दियौँ। तर यो बुके होइन, अहिले गएर इन्स्टाग्राम हेर्ने हो भने पनि सबको फोटो होइन त्यही एउटै बुके लिएर खिच्या होला के। अनि यहाँ लाइटनिङ नमिलेर कहिले चियर यता कहिले उता गरिरहेको थियौँ है। अनि यहाँ नाचिहाल्यौँ है। ओ नो, कति छिटो बिहान भइसकेछ। यो चाहिँ हामी बिहान ब्रेकफास्ट जानको लागि रेडी भएको है। 10 लुगा लिएर गएको छ एक ठाउँमा, 10वटा फोटो खिच्यो, 10वटा पोस्ट गर्यो। हाम्रो चाहिँ बानी त्यही हो। अब केटी न हो, अब केटा भइदियो भए त्यस्तो हुँदैन थियो होला है। अनि कति धेरै आइटम कुन खाम भयो है। अब हाल्नु त सबै हाल्नु पऱ्यो 5 स्टारमा। अब यो खाम कि त्यो खाम भइरहेको थियो। अनि हामीले सबै एउटा लेखथरी गरेर हामीले खाना चाहिँ सबै आइटम खायौँ है। तर खानेकुराहरू यस्तो मिठो थियो। अनि इन्भाइरोमेन्ट नि यस्तो राम्रो थियो बिहान होइन। अनि अर्काको फोन त पाउनै हुँदैन क्या, त्यो स्टोरेजको त मतलबै छैन साथीहरूलाई होइन। त्यो कहिले भरिदिने हो थाहा छैन, यति धेरै भिडियो हुन्छ। हामीले चाहिँ टिकटक बनायौँ है। अनि म चाहिँ अब कस्तो अब सेलिब्रिटी जसरी पुरै हिँडिरहेको छु है। कस्तो अहिले हेर्दा त लाज पो लाग्ने रहेछ है। यो चाहिँ मेरो मितज्यू हो। मितज्यूले चाहिँ यस्तो